10औं PM कप एमभी महिला तथा पुरुष भलिबल लिग 2083 अन्तर्गत पुरुष तर्फको 20 खेलाडीहरू सम्मिलित टोली दुवै टोलीलाई स्थान पाएका छन्। हिमाल सुनारको सर्भिस थियो यहाँ, सर्भिस टोलीलाई फहद राजा यो पटक स्थिति छ। दुवै गरिया टोली विदेशी खेलाडीहरूसँगै सम्मिलित टोली सुरुवाती क्षणमा सर्भिसमा मिस गरिरहेको छ। पावरफुल छ। हिजोको खेलमा धेरै राहत दिलाउन सकेनन्, तर आजको रजत चौधरी यो पटक पनि रोकेको छ। सन्जु के अवसर हुनेछ यहाँ, पक्कै पनि हुनेछ। रजतले यो पटक हाल गर्न खोजिरहेका थिए। हिमाल सुनारी यहाँ अग्रतामा आएको छ, 2 अङ्कको अग्रता लिइरहेको छ। अमित खाह सर्भिसमा, अफा खानको त्यो स्पाइक थियो बलियो, तर फिर्ता आएको छ। सन्जु बचेको छ बल, निकै राम्रो र्याली चलिरहेको छ। पटाउने छ चान्स बल रुकुम पश्चिमका लागि, यो पटक पनि चान्स। वाउ, निकै नै राम्रो। सुरबहादुर गुलामी यो पटक हिमाल सुनारीको कप्तान युवा क्लबको लागि फेरि प्रयास गरेका छन्, फर्केको छ पुनः। फहद राजा यो पटक सफल हुने। वाह, अमित कहा सर्भिसमा सर्भिस सहज रहेको छ, सिम्पल सर्भिस गरेका छन्। क्विकको लागि तर यसपटक गजबको स्पाइक, ब्लक गर्ने र डिफेन्स गर्ने सहज सर्भिस। फेरि पनि अङ्क प्राप्तिको लागि सहज सर्भिस, कठिनाइ रहेको छैन। ब्लक प्लेसमेन्ट, तर यहाँ रोकेका छन् बललाई झर्नबाट। र्याली जारी रहेको छ। स्पाइक रहेको छ। ओह गजब, ब्लक फेरि पनि। र्याली निरन्तर रूपमा जारी दुवैको बिचमा, तर यो निरन्तर सर्भिस कडा, निकै कडा सर्भिस रहेको थियो। That's rocket. No त्यहाँ रजत ब्लक, एक राम्रो ब्लक कोर्टभित्र। प्लेसमेन्ट, a pure dump, a class dump again there. Quick smash, absolute hammer, quick smash. Look at that. निकै राम्रो यसपटक फहद राजा
सर्भिसमा रजत चौधरी खिल्जीको लागि जम्प सर्भिस फेरि पनि क्विक ब्लक यस पटक र्याली जारी खेल जारी टिप अफ द फिङ्गर हो पार्दै बललाई क्रस त गर्दै विपक्षीको कोर्टमा ब्लक सहज सर्भिस सेटले सेट गरिसकेका छन् यहाँ क्विक स्पाइकको लागि र गजबको क्विक स्पाइक ओ माई गुडनेस प्राप्त खिल्जीले क्विक स्पाइक रहेको थियो ब्लक उत्तिकै राम्रो सहजै बललाई विपक्षीको कोर्टमा अब यहाँ के गर्नेछ रुकुम पश्चिमले स्पाइक ब्लकमा त आएको थियो लेट quick smash that was a killing that was a rocket absolute hammer no chance for the defense to react यहाँ हेर्न सक्छौँ निकै राम्रो स्पाइक ब्लक त गरे उनी पनि जम्प सर्भिस नै गर्नेछन् कडा सर्भिस तर सर्भिस सहज सर्भिस खिल्जीको लागि सहज सर्भिस कुनै कठिन रहेको छैन that was hammered oh my goodness that spike is just a moral booster for the whole team that's a perfect kill look at that तर अहिले पनि खिल्जी किन फर्किन खोजिरहेको छ 3 पोइन्ट मात्र टाढा रहेको छ स्पाइक गजबको डिफेन्ड पनि उत्तिकै राम्रो रहेको छ यहाँ फेरि पनि स्पाइक फल्कन सर्भिसमा रुकुम पश्चिमका लागि उनको सर्भिस निकै तगडा रहनेछ जम्प सर्भिस ब्लक सुन्दर ब्लक डिफेन्स यहाँ स्म्यास ब्लक फेरि पनि र्याली जारी छ फाद योभन्दा अघिल्लो 2 सेट हार बेहोरेको छ यो सेटमा अग्रता लिँदै अझ अर्को सेट म्याचमा फर्किन चाहन्छ र्याली जारी छ ब्याक अट्याक र आउट हुन पुगेको छ ब्याक सर्भिसमा सन्तोष विक रुकुम पश्चिमको लागि सहज छ सर्भिस पनि जोखिम उठाउन चाहँदैन आउट जुन पार गरेका थिए त्यो आउट हुन पुगेको छ